नमस्ते सबैजनालाई। आज हामी पढ्न गइरहेको छौँ नेपालका मठ मन्दिर टेम्पलहरूको बारेमा। यसलाई चाहिँ हामी रिभ्यू अहेड गर्छौँ र अब कति दिनले गर्ने त 100 दिनले गर्दैनौँ न, फरक पर्दैन केही पनि। 23वटा क्वेसन छ र यो 23वटा क्वेसन चाहिँ हामी छिटो छिटो हेर्छौँ, 1-2वटा लजिक लाउँछौँ होइन, लिङ्क गर्छौँ र सम्झिन्छौँ। अब फर्स्टमा आयो ताप्लेजुङको होइन। अब हाम्रो नेपालमा अब पूर्वदेखि पश्चिम जाने हो भने सुरुमा आउने जिल्ला नै ताप्लेजुङ हो। त्यहाँ पाथिभरा माता छिन्, एकदम अग्लो ठाउँमा छन् है। पाथिभरा ताप्लेजुङ, पाथिभराको केबल कारको कुरा पनि कति डिस्प्युटमा आइरहेको थियो के अरे समाचारमा। यो ताप्लेजुङमा पर्छ है त। ल अब जानकी मन्दिर भनिसकेपछि यो हाम्रो प्रदेश नम्बर 2 को धनुषामा पर्छ। यहाँ अर्को पनि एउटा ताल हिजो हामीले पढेको थियौँ, त्यो हो गङ्गासागर ताल है, यो पनि धनुषामा पर्छ। र यसलाई चाहिँ नौलखा मन्दिर भन्छ, टिकमगढको महारानीले भनिदिए होइन, के भन्छ है। अब यो कालिन्चोक भनिसकेपछि चाहिँ अब यो काभ्रे र दोलखामा म धेरै नै झुकिन्छु, तर मलाई थाहा छ मेरो भ्युवरहरू चाहिँ अब एट द भेरी लिस्ट 2जना जति चाहिँ त्यही काभ्रे बनेपा त्यस्तैहरूको हुनुहुन्छ। त्यही भएर यो कालिन्चोक चाहिँ अब दोलखा भनेर त अब कन्फ्युज नहोला है त। ल अब अर्को हुन्छ शैलेश्वरी भनेपछि चाहिँ यसलाई चाहिँ राइम गरेर सम्झिँदा सजिलो हुन्छ। शैलेश्वरी डोटी राइम हुन्छ नि होइन, त्यही भएर। ल अब तपाईँ फेवाताल त पक्कै घुम्न जानुभएको छ होला, पोखरा जानुभएको छ भने। फेवातालको बिचमा एउटा मन्दिर छ, त्यसैलाई भन्छ तालबाराई। यो कास्की जिल्लामा पर्छ, पोखरा जिल्ला हुँदैन है, फेरि कास्की हुन्छ। ल फेरि कोही झुकिएर फेरि पोखरा हानिदिनु होला कि, किनकि अब जानी त पोखरा जानी भन्छन्, तर त्यो जिल्ला त कास्की हो नि त होइन। अनि हलेसी महादेव, यो त खोटाङ हो, जान पनि धेरै गाह्रो छ अरे मैले सुने है, म गएको त छैन अहिलेसम्म। खोटाङ हलेसी महादेव हो। अब घुम्न जानुहोस् होइन, टाइम छ भने घुम्न जानुहोस्, रमाइलो गर्नुहोस्। यो चाहिँ खोटाङमा पर्छ। यो एकदम पपुलर क्वेसन हो है। अब छिन्नामस्ता, अब यसको लागि चाहिँ मैले पहिले प्रिपरेसन गरेर राखेको छु। तपाईँ अगर डिस्टर्ब हुनुहुन्छ भने चाहिँ अब अलिकति स्किप गर्नुहोस्, अब हाफ अ मिनटदेखि जति होइन। यो हो हाम्रो देवी पार्वतीको फोटो, यसलाई भन्छ छिन्नामस्ता है। यो किन छिन्नामस्ता भने भन्दाखेरि चाहिँ यो मस्ता भन्दाखेरि यो टाउको काट्यो भनेर कि आफ्नै अब के भन्छ मुन्टो होइन चाहिँ छिनालेको है। यो चाहिँ अब किन छिनालेको भन्दाखेरि चाहिँ अब आफ्नो यो 2वटा जुन सेविकाहरूलाई चाहिँ तिर्खा जति गरे पनि नमेटेपछि चाहिँ पार्वतीले चाहिँ आफ्नै टाउको तरवारले काटिछन् र 3वटा धारा बगेछ रगतको। एउटा धारा चाहिँ उहाँले आफै खानुभएछ, अर्को 2वटा चाहिँ एक-एकवटा सेवकलाई होइन पिउन दिनुभएछ। त्यही भएर यो चाहिँ अब हामी छिन्नामस्ता भनिसकेपछि चाहिँ हामी यसको लागि 3 भनेर सम्झिन्छ है। 3 धारा बगाएछ नि त रगतको। र नेपालमा चाहिँ यो नम्बरवाला जिल्ला न्युमेरिकल होइन, अब 3 भनिसकेपछि अब यो न्युमेरिकलवाला जिल्ला चाहिँ मलाई 70 बाहेक अरू कुनै यादै आउँदैन कि, त्यही भएर यो चाहिँ 70मा पर्छ भनेर सम्झिने हो। अब बारा क्षेत्र भनिसकेपछि चाहिँ अब बबाट आयो बुढा सुब्बा, बारा क्षेत्र, यस्तो चाहिँ सुनसरीमा पर्छ। यो नि पूर्वमै हो होइन, मोरङ सुनसरी झापा हुन्छ नि होइन, त्यस्तै हो। तर यो चाहिँ बारा क्षेत्र बुढा सुब्बा चाहिँ सुनसरी हो है। ल स्वर्गद्वारी चाहिँ प्युठान हो। प्युठान भने चाहिँ लुम्बिनी प्रदेशमा पर्छ होइन। अब त्यो अर्घाखाँची, गुल्मी, प्युठान त्यस्तो हो कि होइन। भनेपछि यो चाहिँ लुम्बिनी प्रदेशमा पर्छ। भनेपछि पश्चिम नवलपुर र पूर्वी रुकुम पर्छ कि क्या हो त्यसमा, त्यो चाहिँ हो कि जसलाई है यो प्रदेश नम्बर 5मा चाहिँ त्यस्तो हो कि जस्तो लागिरहेछ। ल अब बुढा सुब्बा, अघि नै मैले थिएँ बबाट आयो भने हामीले अहिले यो 23वटा क्वेसनभित्र हेर्दाखेरि चाहिँ बबाट आयो बुढा सुब्बा, बारा क्षेत्र, यो चाहिँ सुनसरीमा पर्छ है। ल अब यो छ्याब्दी बाराई अब हेर्नु, छिन्नामस्ता त भ्याइसक्यो, त्यो कन्फ्युजिङ थियो होइन। अब यो छ्याब्दी बाराई कन्फ्युजिङ छैन।
अब हामी यसलाई चाहिँ के भन्छ भन्दाखेरि एक त हामी म्यास्कुलिन र फेमिनिन भनेर सम्झिन्छौँ। म्यास्कुलिनमा चाहिँ अब पहिलाका अब राजाहरू होइन मान्छे छप्काउँदै हिँड्थे भनेर सम्झिने, छ्याप्दी बारे भनेर मैले त्यसरी सम्झेको। मैले चाहिँ तपाईँ जसरी सम्झिनुहुन्छ यसको अर्थ त्यो नहुन पनि सक्छ है, तर मैले सम्झेको चाहिँ अब छ्याप्याक्क पार्ने गर्थे पहिला। र पृथ्वीनारायण शाहले पहिला त्यो गर्दाखेरि तनहुँले चाहिँ अट्याक गराएको थियो अरे क्या। पृथ्वीनारायण शाहले नुवाकोटहरू अट्याक गर्दाखेरि तनहुँले चाहिँ गोर्खालाई अट्याक गराएको थियो अनि उल्टै अनि तनहुँलाई पनि गाप्दियो भनेर सुनेको थिएँ कि मैले, त्यो स्टोरी होइन। अनि त्यही हो, यो तनहुँमा चाहिँ पर्छ छ्याप्दी बाराई भन्ने। तनहुँमा अर्को पनि पर्छ देवघाट, यहाँ दुईवटा छ क्या, एउटा देवघाट भन्ने छ, एउटा देवीघाट भन्ने छ। देवघाट भनेपछि म्यास्कुलिन तनहुँमा पऱ्यो, देवीघाट भनेपछि नुवाकोट फेमिनिन होइन, फेमिनिन भनेपछि चाहिँ नुवाकोटमा पऱ्यो। अब यो फेमिनिन कसरी सम्झिने भन्दाखेरि देवीमा चाहिँ अब सानो भनेर सम्झिने कि होइन, यो चाहिँ नु भनेपछि अब फेमिनिन जस्तो अलिकति साउन्ड आउँछ नि त, त्यही भएर त्यसरी सम्झिँदा हुन्छ। यो चाहिँ तनहुँमा पऱ्यो छ्याप्दी बाराई। उग्र तारा, हाम्रो पृथ्वीको सबभन्दा नजिकको तारा भनेपछि सूर्यले गर्दाखेरि जङ्गलमा डढेलो लाग्छ, त्यो सम्झिँदाखेरि तपाईँ डडेलधुरा भनेर सम्झिँदा अलिक सजिलो होला है। उग्र तारा भनेपछि चाहिँ यो तारा सम्झिने हो, तारा भनेर सम्झिने यति, अनि तारा सम्झिसकेपछि भइहाल्यो होइन त। यति तारा सम्झिनुहोस् तपाईँ, अनि डडेलो लाग्यो भनेर सम्झिनुहोस् डडेलधुरा। अब डडेलधुरा भ्याइसक्यो हामीले, अब बाँकीको हुन्छ दार्चुला है, त्यसरी सम्झिँदा नि हुन्छ। यो चाहिँ एकदम खप्तड बाबा अनि तपोवन भन्ने चाहिँ अब दार्चुलामा पर्छ, नजिकै जिल्ला हो, त्यही भएर यो। अब यो माता पलाञ्चोक भगवती भनेपछि त अब यो काभ्रे बनेपा धुलीखेल यताउताको मान्छेहरूले एकदम सजिलोसँग भन्छन्, काभ्रे पलाञ्चोक भन्छन् होइन, त्यही भएर काभ्रे। अब देवीघाट भर्खर पढेको हो, फेमिनिन आयो होइन, देवी भनेपछि त्यही भएर नु सानो सम्झिने नुवाकोट। अब खप्तड बाबा भनेपछि चाहिँ अब एकदम डरलाग्दो साउन्डिङ होइन। अब यो डडेलधुरा त भ्याइसक्यो हामीले, त्यही भएर दार्चुला, यो दार्चुलामा पऱ्यो। अब टुटेश्वर जलेश्वर यस्तो खालको आयो भने चाहिँ यो महोत्तरीमा पर्छ। अब हान्न चाहिँ यसो मन लाग्दाखेरि चाहिँ अब धनुषामा राखिदिउँ जस्तो लाग्छ कि जलेश्वर टुटेश्वर भन्दाखेरि, तर महोत्तरी हो है। अब यो देवघाट मैले अहिले भनेको थिएँ, म्यास्कुलिन पऱ्यो तनहुँ। तपोवन कहाँ पऱ्यो, यो चाहिँ दार्चुला पऱ्यो, डडेलधुरा होइन है, दार्चुला। खप्तर बाबा र तपोवन दार्चुलामा पर्छ। अब भीमसेन, यो पनि अब बुढापाकाहरूले भन्दाखेरि दोलखा भीमसेन जाने भनेर भन्छन् नि होइन, त्यही भएर दोलखा हो यो चाहिँ। दोलखामा के पनि पर्छ अरे, छोरोल्पा लेक चाहिँ गौरीशङ्करको हिमालको नजिक पर्छ है, र त्यसको हाइट चाहिँ 45-80 थियो हामीले पढेको। र छोरोल्पा लेक चाहिँ फुट्न आँटेको छ, साइफन गरिरहेको छन्, एकदम रिस्कमा छ, त्यसरी सम्झिँदा पनि भयो। अब न्याटापोल, अब यो भक्तपुरका मान्छेहरूलाई त यो न्याटापोल कहाँ पर्छ भने भन्नै पर्दैन, कहाँ पर्छ त, भक्तपुरमै पर्छ नि होइन। यो चाहिँ जलेश्वर टुटेश्वर भनेपछि यो पर्यो महोत्तरी। अब मुक्तिनाथ, मलाई चाहिँ यो धेरै झुक्किन्थेँ म, त्यही भएर मैले लजिक बनाएको चाहिँ मु भनेर सम्झेको थिएँ। दुइटैमा मु आउँछ कि फर्स्टमा, मुक्तिनाथ मुस्ताङ, त्यति सम्झ्यो भइहाल्यो। अब नमोबुद्ध चाहिँ अब काभ्रे बस्ने मान्छेलाई सोध्नै पर्दैन कहाँ पर्छ भनेर। काभ्रे बस्ने मान्छेलाई त थाहा छ नमोबुद्ध कहाँ पर्छ भने इन्च मेकिङमै पर्छ भन्छ है, काभ्रेमै पर्छ। ल अब भइहाल्यो। अब हामी यसपछि चाहिँ के टपिक पढ्छौँ होला भन्दाखेरि हामी हिस्ट्री अफ नेपाल हेर्न सक्छौँ, तर त्यसको लागि चाहिँ मैले यो एप्लिकेसन कसरी चलाउने भनेर अलिक सिक्न बाँकी नै छ। र त्यतिन्जेलको लागि बाई। अब तपाईँलाई यो मेरो भिडियो मन पर्यो भने र तपाईँलाई माया गरिदिन मन लाग्यो भने लाइक, सब्सक्राइब र सेयर गर्न पक्कै पनि नबिर्सिदिनु होला। यति भन्दै हजुरको दिन शुभ रहोस् भनेर शुभकामना दिँदै म तपाईँहरूसँग बिदा माग्न चाहन्छु। धन्यवाद।